नमस्कार सबैमा। आज हामी प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नमुना सेट ल्याएर उपस्थित भइसकेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो मन पर्छ भने लाइक गर्नुहोला। यस्तै भिडियोको लागि कमेन्ट गर्नुहोला। अब ढिला नगरी भिडियोलाई अगाडि बढाउन चाहन्छु। कृपया ध्यान दिएर हेर्नुहोला। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी कैलाली प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ इन्जिनियरिङ सेवा सिभिल समूह जनरल हाइवे सेन्टरी इरिगेसन उपसमूह सहायक स्तर 5औं तह सब इन्जिनियर वा सूत्र पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा नमुना प्रश्न भनेको छ। हामीसँग उपलब्ध सेट भनेको की भनेको ए रहेको छ। मिति 2072 3 महिना 11 गते आजकै सेट रहेको छ। समय 45 मिनेट। विषय सेवा सम्बन्धी। पूर्णाङ्क 100 रहेको छ। अनि यहाँ नोटिस छ। उत्तर पुस्तिकामा प्रश्नपत्रको की अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। की उल्लेख नगरेमा उत्तर पुस्तिका रद्द हुनेछ। परीक्षामा मोबाइल क्याल्कुलेटर लगायतका विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन। लोकसेवामा पनि यस्तै नोटिस दिएको हुन्छ। अनि आजको प्रश्न रहेको छ। 1 नम्बर प्रश्नमा हेरौँ। अ चेन मे बी इलोङ्गेटेड ड्यू टु भनेको छ। अप्सन एमा ओपनिङ अफ रिङ, बीमा डिफरेन्स इन पुल, सीमा किङ्स इन लिङ्क्स अनि डीमा चाहिँ चेन्ज इन टेम्परेचर भनेको छ। यसको एन्सर के होला कमेन्ट गरौँ त साथीहरू। यसको एन्सर रहेको छ ओपनिङ इन्स रिङ्स। अनि त्यस्तै 2 नम्बर प्रश्नमा जाउँ। Which of the following instrument is generally used for baseline measurement भनेको छ। अप्सनमा छ चेन छ, मेटालिक टेप छ, स्टिल टेप छ, इन्बार टेप छ। बेसलाइन भन्ने बित्तिकै हामी इन्बार टेप युज गर्छौँ। एन इन्बार टेप इज एन एलो अफ भनेको छ। इन्बार टेप केबाट बनेको हुन्छ? निकेल र स्टिलबाट बनेको हुन्छ कि स्टिल र जिङ्कबाट बनेको हुन्छ कि जिङ्क र टिनबाट बनेको हुन्छ? स्टिल, जिङ्क एन्ड टिनबाट बनेको हुन्छ। कमेन्ट गरौँ साथीहरू। यसको सही एन्सर रहेको छ निकेल एन्ड स्टिल। अनि 4 नम्बर प्रश्नमा रहेको छ। 4 नम्बर प्रश्न which of the following has the lowest crushing strength भनेको छ। क्रसिङ स्ट्रेन्थ कसको लोएस्ट हुन्छ? डोलोराइटको हुन्छ कि ल्याटराइटको हुन्छ कि बासाल्टको हुन्छ कि ग्रेनाइटको हुन्छ? यसको सही एन्सर रहेको छ ल्याटराइट। यसको सही एन्सर रहेको छ ल्याटराइट। अनि यदि हाइएस्ट क्रसिङ स्ट्रेन्थ भनेको थियो भने निस हुन्थ्यो। अनि हाइएस्ट कम्प्रेसिभ स्ट्रेन्थ भनेको थियो भने ग्रेनाइट हुन्थ्यो। अनि रुफिङ मेटेरियल भनेको थियो भने चाहिँ हाम्रो के हुन्थ्यो? स्लेट हुन्थ्यो। 5 नम्बर प्रश्नमा के रहेको छ भने अ गुड बिल्डिङ स्टोन सुड नट एब्जर्ब वाटर मोर देन भनेको छ। 20%, 5%, 10%, 15%। यसको सही एन्सर रहेको छ 5%। यदि रिजेक्टेड भनेको थियो भने 10% हुन्थ्यो। अनि हुक्स ल होल्ड गुड अफ टु भनेको छ अर्को प्रश्नमा चाहिँ। अनि प्रोपोर्सनल लिमिट, इलास्टिक लिमिट, ब्रेकिङ लिमिट, नन अफ द एबभ। यसको सही एन्सर रहेको छ हाम्रो प्रोपोर्सनल लिमिट। अनि 7 नम्बर क्वेसन रहेको छ टेन्डर डकुमेन्ट डु नट कन्टेन भनेको छ। के टेन्डर डकुमेन्टमा चाहिँ के हुँदैन भनेको छ? टेन्डर फर्म हुँदैन कि बिओक्यू हुँदैन कि एमाउन्ट अफ अर्नेस्ट मनी हुँदैन कि युनिट रेट हुँदैन? हाम्रो टेन्डर डकुमेन्टमा चाहिँ युनिट रेट हुँदैन। यो ठेकदारले पछि आफै हालेर दिने हो। अनि द प्रोसेस अफ मेकिङ द ब्याकग्राउन्ड रफ बिफोर प्लास्टर इज भनेको छ। डबिङ हो कि ह्याकिङ हो कि ब्लस्टरिङ हो कि पिलिङ हो भनेको छ। यसको सही एन्सर रहेको छ हाम्रो ह्याकिङ। त्यस्तै 9 नम्बर प्रश्न रहेको छ द बेयरिङ क्यापासिटी अफ सोइल डिपेन्ड्स अपन
साइज अफ पार्टिकल, सेप अफ पार्टिकल्स अनि कोहेसिभ प्रोपर्टिज अफ पार्टिकल्स, अल अफ द एबभ भनेको छ। यसको सही एन्सर भनेको अल अफ द एबभ, सबै हुन्छ, माथिको सबै हुन्छ। अनि 10 नम्बर क्वेसन रहेको छ, द फर्मेसन विथ अफ अ रोड मिन्स द विथ अफ भनेको छ। पेमेन्ट एट ग्राउन्ड लेभल हुन्छ कि क्यारिजवे हुन्छ कि इम्ब्याङ्कमेन्ट एट ग्राउन्ड लेभल हुन्छ कि इम्ब्याङ्कमेन्ट एट टप लेभल हुन्छ। यसको सही एन्सर रहेको छ साथीहरू इम्ब्याङ्कमेन्ट एट टप लेभल हुन्छ। आजलाई यति नै। Thanks for watching video. Keep watching video and subscribe. Engineers Walla.